लुबी सर ड्रामा भयो हजुर त पहिले हाम्रो मेरो पहिले हामी आइजिएल खेल्दा कस्तो हेटिक के चिकन खाएको भन्नुभएको थियौँ थिएन भनेर तर त्यो त नर्मल लबी थियो आरजिआरकै कहाँनिर हामीले सकेसम्म 2 चिकन त नर्मल हान्थ्यौँ है यो त भिडियोमा हाल्न पर्छ हौ सर अनि नेट राम्रो भयो भने त हानिन्छ नि सर नेट राम्रो हुनु पर्यो यो भिडियो टिकटकमा हाल्न पर्छ सर तर त्यो तपाईँलाई पठाउँदा त वाट्सएपमा त फाटेर गयो होला कि मेरोमा त एचडी क्वालिटीमा पुरै अल्ट्रा एचडीमा सेभ हुन्छ हाल्छु म यार यस्तो यस्तो हान्यो नि रिकर्डिङ मलाई गरिराख्ने है म्याक पर्छ म त्यो थाहा राति नै पाइनँ कि भेटिरहेको कहाँबाट हान्यो निद्रा लाग्दैन निद्रामा झस्किन्छ नि त्यो राति त्यो तर्सिन्छु त्यो होला यार भनेको चाहिँ नकाटिकन हाल्नु कन्टेन्ट कन्टेन्ट के रेकर्ड गर्दै हो र ल लाइभ युट्युबर हुन्छ हो त हाम्रो रेकर्डै हुन्छ यार होइन रेकर्डै हो अक्षर 512 जिबी केले भर्नु अनि ए युट्युबर हो नि त अनि हाम्रो लुकी सर त मलाई हो लुबी र सरको त के छ नाम 26 के यसो सब्सक्राइबर एउटा होला 70K फलोवर छ त 70K फलोवर है कहाँ गरेको नि के छ युट्युबमा यही छ लुकी सर नै हो नाम सेम एम छ नाम कहाँ गरेको यार मेरो त जोइस्टिक अगाडि सेम गएकै छैन होइन नि त सेम ल सेम ल छ नि मेरो 4वटा जिमेल आइडीदेखि सब्सक्राइबर हानिदिउँ होला त्यो फेरि किङ सर त्यो मलाई गाडीबाट हो झरेर ल्याट्ट यत्तिको माया मरेको चाहिँ हुनु क्लिपहरू पऱ्यो चाहिँ नहाल्नु नि फेरि न्याग्रिकेले फेरि Marked a location. ठुक्कै यो मुजी म्याका म डाक्छ ग्यारेजमा गएँ होइन लुकी सरले हाल्ने मैले हाल्ने मुजी आफू मुजी खेल्न सक्दैन मुजी अरूलाई थुक्क भनेर के काम तिनी मैले गाडी चलाएर आएको थिएँ कोब्रा बसेको थियो जता पनि हान्छ जता पनि हान्छ चिप्टे मुटुमा थिरिदिने यो म्याच जितेर त्यस लगेर आफू पनि मऱ्यो अर्कालाई पनि मरायो भन्दै थियो मलाई कसम भनेको म्याच सिने त्यो म्याग्रीले जस्तो मोबाइल समातेको भए मैले त्यो म्याग्रीकीलाई झन् म कति हान्थेँ होला कि मुजी त्योसँग त खै म्याग्रिक मान्छे जस्तो हो नि अलिकति साइको साइको टाइपको हो नि ठिकै लाग्छ अस्ति नै के भयो भने हामी मिरामाग पऱ्यो अल्टिमेट हान्दै थियौँ एउटा रेन्डम थियो नम्बर 1 अनि रेन्डमलाई पछ्याउँदै 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 गयो रेन्डमलाई ड्याममा बमले नक फिनिस हानिदियो अनि म्याग्रिक मरि मरि हाउ यु किल भन्नु हो भने गर्छ ए लौडे के भनेको त्यस्तो भनेर मैले भनेको अब मैले एनिमीले त अब नाम अब क्लाइन्टको नाम के थियो अरे मैले त क्लाइन्टको नाम पनि बिर्सिछु यार म्याच त्यसको हो रिप प्लान थियो बिफोर या नाइ नाइ सलाम ए बोल्दा प्ले फर फन थियो ल ओए यहाँ आएको रहेछ यार एनिमी कहाँदेखि आयो यार छ्या। लल फेरि सबै भिएसएसले उता पारी हो पारी किन सर पारी पारी हो रे ऊ हेर्नु त भिएसएसले हानिदियो फेरि देखिसक्यो मलाई तल। मैले थाहा पनि पाइनँ त्यो कहाँ तपाईँकै I उहाँ need कहाँ a हानेको stop. सर गाडी लिएर आउनु गाडी मलाई सकिदिनु पर्छ तपाईँ हो यता यहाँबाट हान्नु न यहाँबाट नि भ्याउँदैन अगाडि नै क्या ऊ त्यो परेको डाँडामा यिनीहरूलाई क्लोज नगर हामी लेफ्ट फुल लेफ्ट त्यति राम्रो गन छैन क्या गाडी निकाल्यो मुजी मसँग लङ लङ स्प्रे स्प्रेवाला गनै छैन यहीँबाट मिलिहाल्छ सर उताबाट किङ सरले पेलिहाल्नु गाडी निकाल्यो मतिर आयो क्लोज हुनै पर्छ तिमीतिर आउँदैछ अलिकति तल झरेछ होला Help! Help! ए अन्डको छु माया सर Watch out! बाटो हुन्छ Watch out!
रक्सर दुईजना लो त्यताबाट गएर त बाँच्दैन नि हो यताबाट जानु त डाइरेक्ट तल जानु उसलाई रिभाइभ दिन यही माथि छ है Watch out! Watch out! हेर न उसले हान्नु खोज्यो हेर न हेर्नु मतिर आयो यही माथि छ है रक्सर केही छैन झर्नु दिनु न बम हाने किङ्सर बम हाने त्यसले आयो झर गाडीको छ अर्को लो छ त्यसमा कार्नाइटेड भएको अर्को कहाँ अर्को यो ढुङ्गामा छ हेर्नु त के छ मैले मडिफालेको छु देखिदिन्छ अब दुईजना होला नि रक्सर दुईजना हाने त देखेन मैले दुईजना मात्रै हो मेरो अगाडि होइन मलाई त्यो एएमआर कि त्यो उसले हान्ने अर्कै हो कि मार्छु कि 81 त्यहाँ तर सक्दो कभर त दिएको हो मैले राखेको छ तलै आएर गुनासाला तलै आएर यार नक्कैलाई फिनिस हान्नु जब्बर जस्तो मैलाई मार्ने उयस नै गरेको हो क्या तिनीहरूले मलाई झन् पछि कस्तो हान्यो होला लामो म यो पनि हाल्नु पुरै अब चिलमा लुटिरहेको छैन मलाई त त्यो बहुत त्यो मलाई अझैसम्म याद छ त्यो माथ कहाँदेखि हाने